अब युके जान खोज्ने स्टुडेन्टहरुको लागि हट टपिक अहिलेको व्हाइट पेपर पोलिसी एन्ड हाउ इट इज गोइङ टु इम्प्याक्ट अस। अब प्रत्यक्ष रूपमा स्टुडेन्टहरुलाई अहिले धेरै फरक भन्दा पनि अब युनिभर्सिटीहरुलाई फरक हो, उनीहरुले कम्प्लायन्सहरु मिट गर्नुपर्ने केस छ। स्टुडेन्टलाई चाहिँ प्रत्यक्ष फरक पर्ने भनेको चाहिँ अब 24 महिनाको 18 महिनामा लिएर आउन आँट्यो PSW भन्ने कुरा नै हो। र युनिभर्सिटीहरुलाई चाहिँ उनीहरुले कम्प्लायन्स उनीहरुको क्वालिटीमा मेन्टेन गर्नुपर्ने भने त्यो फेरि स्टुडेन्टलाई राम्रो नै हो खास भन्ने हो भने है। त्यो भएर स्टुडेन्टले त्यति धेरै कन्फ्युज हुन जरुरी छैन, तर हामीले के विचार गर्न जरुरी छ भन्दा यस्ता रेगुलेसन आउनु राम्रो हो। अब हामीले कोर्स सिलेक्सन गर्दाखेरिमा म युके नै पढ्न जान आँटी भने मैले के पढ्दा ठीक हुन्छ, कुन युनिभर्सिटीमा पढ्दा ठीक हुन्छ हैन, मेरो फ्युचर प्लान के हो, यो पढेर म केमा स्पेशलाइज गर्ने हो यसरी सोध्नु पर्यो के, रिसर्च गर्नु पर्यो। कुनै कन्फ्युजन छ हामीलाई सोध्नुस्। तर प्राय के भइदिरहेको हुन्छ भन्दाखेरिमा फलानु गएको ठाउँ, फलानुले पढेको कोर्स, मेरो साथी त्यहाँ छ, ऊ यहाँ छ, यसरी बाहिर पढ्न जाने होइन होला है। अब चाहिँ प्यारेन्ट्सहरुले पनि बुझ्न जरुरी छ, फाइनान्शियल प्लानिङहरु राम्ररी गर्नुपर्ने हुन्छ, करियर फोकस्ड एप्रोच लिएर जानुपर्ने भयो है। त्यो भयो भने युके ठीक छ, प्रब्लम छैन। तर विथ प्रपर रिसर्च जाम र कुनै कुराहरु कन्फ्युजन छ व्हाइट पेपर पोलिसीहरुमा भने हामीलाई सोध्नु छ। वी आर मोर देन ह्यापी टु असिस्ट। थ्यांक यू।